हेलो मेरा फेसबुकमा रहनुहुने सम्पूर्ण मित्रहरू, शुभ बिहानीको समधुर सम्झना अनि मिठो मिठो माया छ सबैलाई। त म के भन्न गइरहेको छु भने आज केही समय सम्बन्धी केही कुराहरू गर्न गइरहेको छु। हामीले एक समयमा हामी पढिरहेका थियौँ, जति बेला सानो छँदा 3 क्लासमा पढ्दाखेरि एकजना सरले भन्नुभएको थियो, जसको नाम हो राम लखन यादव। उहाँ चाहिँ अहिले जिन्दा हुनुहुन्छ या मरिसक्नुभयो यो त मलाई थाहा छैन, तर उहाँले भनेको एउटा कुरो चाहिँ अझै मलाई याद छ र याद आयो। उहाँले भन्नुहुन्थ्यो, टाइम एन्ड टाइड वेट फर नो मैन भनेर इङ्ग्लिसमा भन्नुहुन्थ्यो। र उनले भन्थे, समय कसैको लागि रोक्दैन र हामीले समयको लागि रोक्नुपर्छ, समयसँग चल्न सिक्नुपर्छ भनेर भन्नुहुन्थ्यो। साथसाथै कुनै पनि काम समयमा भएन भने त्यसको कुनै महत्त्व हुँदैन। जो मानिस हमेसा समयको साथ चल्छ भने ऊ कहिल्यै पछि पर्दैन, ऊ हमेसा अगाडि लम्किरहन्छ र बढिरहन्छ। भन्छन् नि, लगन पछिको पोते के काम। हाम्रो नेपालीमा एउटा उखान पनि छ, लगन पछिको पोते के काम। कुनै पनि काम समयमा भएन भने त्यसको कुनै औचित्य र मूल्याङ्कन हुँदैन। त्यसैले साथी हो, जो व्यक्ति समयलाई बुझेर काम गर्छ ऊ हमेसा अगाडि बढ्छ। जो व्यक्ति समयको सदुपयोग गर्न जान्दैन र समयसँग चल्न सक्दैन, ऊ क्षणिक अगाडि त बढ्ला तर पछाडि नै धक्कलिन्छ, अगाडि बढ्न सक्दैन। त्यसैले मेरा सम्पूर्ण साथीहरू, समयलाई चिनेर बुझेर समयको साथ अगाडि चल्न